हेलो साथीहरू नमस्कार। हजुरहरूलाई ज्ञान सेवा केन्द्रमा स्वागत छ। आज मिति 2081 साल फागुन 28 गतेका दिन खरिदार पदमा भारी मात्रामा विज्ञापन भएको छ। सो विज्ञापनबारे यो भिडियो मार्फत सम्पूर्ण कुराको जानकारी दिन गइरहेको छु। निजामती र सङ्घीय संसद सेवाका निम्न सेवा समूह तथा श्रेणीका आप र खुला तथा समावेशी पदहरूमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले देहाय बमोजिम योग्यता पुगेका उम्मेद्वारहरूबाट दरखास्त आह्वान गरिन्छ। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेद्वारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली psconline1.psc.gov.np मार्फत आवेदन दिनुपर्नेछ। लोकसेवा आयोग धनकुटा कार्यालयबाट आप्रमा जम्मा माग पद सङ्ख्या 8 जना, त्यसैगरी खुलामा 15 जना, महिलामा 4 जना, आदिवासी जनजातिमा 6 जना, त्यसैगरी मधेसीमा 3 जना, त्यसैगरी दलितमा 1 जना, अपाङ्गमा 2 जनाका लागि आवेदन गरेको छ। त्यसैगरी लोकसेवा आयोग इलाम कार्यालयबाट आप्रमा जम्मा 7 जना, त्यसैगरी खुलाबाट 14 जना, महिलाबाट 5 जना, आदिवासी जनजातिबाट 4 जना, त्यसैगरी मधेसीबाट 3 जना, त्यसैगरी दलितबाट 3 जना र अपाङ्गबाट 1 जनाका लागि विज्ञापन गरेको छ। त्यसैगरी लोकसेवा आयोग खोटाङ कार्यालयबाट आप्रमा जम्मा 5 जना, खुलाबाट 3 जना, महिलामा 4 जना, आदिवासी जनजातिमा 2 जना, मधेसीमा 2 जना, त्यसैगरी अपाङ्गमा 2 जना र पिछडिएको क्षेत्रबाट 1 जना गरी विज्ञापन गरेको छ। त्यसैगरी लोकसेवा आयोग जलेश्वर कार्यालयबाट आप्रमा 19 जना, खुलामा 40 जना, त्यसैगरी महिलामा 11 जना, आदिवासी जनजातिमा 13 जना, मधेसीमा 8 जना, दलितमा 2 जना, त्यसैगरी अपाङ्गमा 3 जना, पिछडिएको क्षेत्रबाट 2 जनाका लागि विज्ञापन गरेको छ। त्यसैगरी लोकसेवा आयोग काठमाडौँ कार्यालयबाट आप्रमा 14 जना, खुलामा 28 जना, महिलामा 5 जना, आदिवासी जनजातिमा 5 जना, मधेसीमा 6 जना, दलितमा 1 जना, अपाङ्गमा 1 जना र पिछडिएको क्षेत्रबाट 1 जना गरी विज्ञापन गरेको छ। त्यसैगरी लोकसेवा आयोग हेटौडा कार्यालयबाट आप्रमा 10 जना, खुलामा 17 जना, महिलामा 4 जना, आदिवासी जनजातिमा 4 जना, त्यसैगरी मधेसीमा 4 जना, अपाङ्गमा 2 जना र पिछडिएको क्षेत्रबाट 1 जनाका लागि विज्ञापन गरेको छ। त्यसैगरी लोकसेवा आयोग पोखरा कार्यालयबाट आप्रमा 8 जना, खुलामा 14 जना, महिलामा 3 जना, आदिवासी जनजातिमा 5 जना, मधेसीमा 4 जना र दलितबाट 1 जना गरी विज्ञापन गरेको छ। त्यसैगरी लोकसेवा आयोग बागलुङ कार्यालयबाट आप्रमा 8 जना, खुलामा 11 जना, महिलामा 2 जना, आदिवासी जनजातिमा 4 जना, मधेसीमा 3 जना, दलितमा 1 जना र अपाङ्गबाट 1 जनाका लागि आवेदन गरेको छ। त्यसैगरी लोकसेवा आयोग बुटवल कार्यालयबाट आप्रमा 7 जना, खुलामा 16 जना, महिलामा 6 जना, आदिवासी जनजातिमा 3 जना, मधेसीमा 2 जना, दलितमा 1 जना र पिछडिएको क्षेत्रबाट 2 जनाका लागि आवेदन खोलेको छ। त्यसैगरी लोकसेवा आयोग दाङ कार्यालयबाट आप्रमा 6 जना, खुलामा 10 जना, महिलामा 2 जना, आदिवासी जनजातिमा 1 जना, मधेसीमा 3 जना र अपाङ्गबाट 1 जना। त्यसैगरी लोकसेवा आयोग सुर्खेत कार्यालयबाट आप्रमा 7 जना, खुलामा
14 जना, त्यसैगरी महिलामा 6 जना, आदिवासी जनजातिमा 6 जना, मधेसीमा 4 जना, अपाङ्गमा 1 जना र पिछडिएको क्षेत्रमा 1 जना। त्यसैगरी लोकसेवा आयोग जुम्ला कार्यालयबाट आप्रमा 4 जना, खुलाबाट 9 जना, महिलामा 3 जना, आदिवासी जनजातिमा 2 जना, मधेसीमा 1 जना, दलितमा 3 जना, अपाङ्गमा 1 जना र पिछडिएको क्षेत्रबाट 1 जना। त्यसैगरी लोकसेवा आयोग दिपाइल कार्यालयबाट आप्रमा 9 जना, खुलामा 18 जना, महिलामा 5 जना, आदिवासी जनजातिमा 4 जना, मधेसीमा 2 जना, अपाङ्गमा 1 जना, पिछडिएको क्षेत्रबाट 2 जना। त्यसैगरी लोकसेवा आयोग महेन्द्रनगर कार्यालयबाट आप्रमा 6 जना, खुलामा 10 जना, महिलामा 3 जना, आदिवासी जनजातिमा 1 जना, मधेसीमा 5 जना, अपाङ्गमा 1 जना र पिछडिएको क्षेत्रबाट 1 जना गरी आवेदन गरेको छ। त्यसैगरी परीक्षाको किसिम पाठ्यक्रममा तोकिए बमोजिम लिखित कम्प्युटर सी परीक्षण र अन्तर्वार्ता हुनेछ। परीक्षा केन्द्र प्रथम र द्वितीय चरण विज्ञापनसँग सम्बन्धित आयोगका धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौँ, हेटौडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपाइल र महेन्द्रनगर कार्यालयले तोके बमोजिम हुनेछ। त्यसैगरी दरखास्त दस्तुर प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु 500, समावेशी समूहका लागि थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु 150 लाग्नेछ। उम्मेदवारको उमेरको हद 2081 साल 12 महिना 19 गतेसम्म 18 वर्ष उमेर पुरा भई 35 वर्ष ननागेको र महिला तथा अपाङ्ग उम्मेदवारको हकमा 40 वर्ष ननागेको हुनुपर्नेछ। त्यसैगरी दरखास्त दस्तुर बुझाउने विधि र स्थान दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी वा कारोबार सङ्केत नम्बर उल्लेख भएको बैंक भाउचर प्रिन्ट गरी तोकिएको बैंकबाट नगद समेत बुझाउन सकिनेछ। त्यसैगरी दरखास्त दस्तुर बुझाउने अवधि ढिलोमा मिति 2081 साल 12 महिना 27 गतेसम्म तोकिएको परीक्षा दस्तुर वा दोब्बर दस्तुर अनिवार्य रूपमा बुझाइसक्नुपर्नेछ। त्यसैगरी अपलोड गर्नुपर्ने कागजातहरू उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, तालिम, अनुभव, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थानमा PDF फर्मेटमा अपलोड गर्नुपर्नेछ। सबै उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्रको अगाडिको भाग स्क्यान गरी JPEG फर्मेटमा अपलोड गर्नुपर्नेछ। दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयं पूर्ण जवाफदेही हुनुपर्नेछ। त्यसैगरी अन्तर्वार्ता अघिका परीक्षा कार्यक्रम र अन्तर्वार्ता हुने मिति लिखित परीक्षाको नतिजा प्रकाशन हुँदा सूचना गरिनेछ। त्यसैगरी तलब प्रचलित कानुन बमोजिम भइहाल्यो। निजामती र सङ्घीय संसद सेवाका संयुक्त र एकीकृत लिखित परीक्षा कार्यक्रम खुला तथा समावेशी सबै सेवा समूहका लागि प्रथम चरण पत्र सामान्य ज्ञान तथा आधारभूत कार्यालय सी परीक्षण परीक्षा मिति 2082 साल 1 महिना 20 गते र समय दिनको 11 बजे। त्यसैगरी द्वितीय चरण प्रथम चरणको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरू मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित हुन पाउनेछन्। द्वितीय पत्र कार्यालय व्यवस्थापन परीक्षा मिति 2082 साल 3 महिना 20 गते समय दिनको 2 बजे र तृतीय पत्र कार्य ज्ञान सम्बन्धी 2082 साल 3 महिना 21 गते दिनको 2 बजे हुनेछ। त्यसैगरी आन्तरिक प्रतियोगितातर्फ लिखित परीक्षा कार्यक्रम प्रथम पत्र सामान्य ज्ञान 2082 साल 3 महिना 22 गते दिनको 2 बजे, द्वितीय पत्र सेवा सम्बन्धी कार्य ज्ञान 2082 3 महिना 23 गते दिनको 2 बजे। आवश्यक न्यूनतम योग्यता न्याय सेवा, न्याय कानुन र सरकारी वकिल समूह प्रशासन र सङ्घीय संसद सेवा सामान्य प्रशासन समूहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट
एसएलसी वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने। प्रशासन सेवा लेखा समूहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित वा एन श्रेष्ठ वा ऐच्छिक लेखा विषय लिई एसएलसी वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ। ग्रेडिङ प्रणाली लागू भए पश्चात एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारहरूको हकमा जीपीए 2 वा सो भन्दा माथिको ग्रेड पोइन्ट प्राप्त गरेकालाई न्यूनतम योग्यता पूरा भएको मानिनेछ। यो आन्तरिक प्रतियोगिताका लागि विशेष सूचना, यो एकचोटि हेर्नुहोला। त्यसैगरी खुला तथा समावेशी परीक्षाका लागि विशेष सूचना, यो पनि एकचोटि हेर्नुहोला। त्यसैगरी समावेशी समूहतर्फ दरखास्त दिने उम्मेदवारहरूको लागि आवश्यक पर्ने थप कागजातहरू, यो पनि एकचोटि हेर्नुहोला। र पाठ्यक्रम आयोगको वेबसाइट www.psc.gov.np बाट प्राप्त गर्न सकिनेछ। यो नै थियो विज्ञापनको सम्पूर्ण कुराको जानकारी। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्, धन्यवाद।